ल हेर्नुहोस् त साथीहरू, अरूले ठेकीमा मही पार्छन्, हाम्रो चाहिँ अब सहरिया सिस्टम कुकरमा मही बनाएर, वास्तवमा यो भन्नुपर्दा चाहिँ नि हजुरको तवरको घिउ हो यो। अब यसो मही खान नि पायो, अलिअलि एक डल्ला घिउ पनि आउँछ, राम्रै हुन्छ नि त। त्यसमाथि यो केटाकेटीहरूले दुध खाने बेला तवर मन नपऱ्यो भने अनि त्यो खेर जाने तवरलाई चाहिँ नि दिनदिनै जम्मा गर्दै गर्दै राख्यो भने फ्रिजमा हालेर, अनि त्यसमा थोरै थोरै एक दुई डाँडी दुध पनि थप्दै थप्दै राखिदियो भने, मही पनि तितेन भने 10-15 दिन पछाडि यति एक डल्ला घिउ पनि आउने, घिउ पनि खान पाइयो। यो राम्रो सिस्टम हो हजुर, हजुरहरूले पनि गर्नु होला। अब चट्ट लाएर यसलाई चाहिँ नि खार्ने, खारेर चट्ट एकै चम्चा खान नि पाइयो। अनि यो गर्मीमा शीतल मही टक्क पिउन पनि पाइयो। अर्ग्यानिक दुःख चाहिँ गर्नु पर्यो, एकछिन दुःख भन्छ, झन्झट मान्नु भएन, खान नि पाइयो, घिउ पनि भयो, मही पनि भयो, तवरको सदुपयोग पनि भयो। ल हेर्नुहोस् त कति राम्रो। ल राम्रो भयो हजुर, राम्रो भयो, राम्रो हो, हजुरहरूले पनि गर्नु होला। ल मन पऱ्यो लाइक, सेयर, कमेन्ट पनि गर्नु होला। धन्यवाद।